आज ब्युटी एक्सपोर्टको छौँ। आज चाहिँ 4 तारिकको हो। भोलि चाहिँ हामी भोलि पनि आउनुहुन्छ। भोलि मेकअप त आज यादको हो। ब्युटिसियन दिदीबहिनीहरू आउँदै हुनुहुन्छ। यस्तो स्टलहरू पनि लागेको रहेछ यता। हामी त बिर्स्यौँ एउटा। हामी चाहिँ भित्र इन्ट्री गरिसक्यौँ। ब्युटिसियनहरू आउँदै हुनुहुन्छ। आउने क्रम जारी छ। प्रोग्राम सुरु हुन आँट्यो गाइस। अहिले चाहिँ देखेको यहाँ भैरवादेखि पोखरादेखि धेरै साथीहरू आउनुभएको रहेछ। बुझ्दाखेरि काठमाडौँको नाम चलेको भाइरल ब्युटिसियनहरू पनि हुनुहुन्छ। जो व्यक्तित्वबाट सिक्न आएका छौँ, जो व्यक्तित्वबाट ज्ञान लिएर आफ्नो जीवनमा ज्ञानलाई हामीले लिएर इसका मतलब